कस्तो कमेन्ट पनि फेस गर्नु पर्यो भने त्यस्तै बाठी भएर बोजूको खुट्टा काट्दिएर नत्र अहिले बोजूको खुट्टा नकाट्दिएको भएदेखि बोजू अझै बाँच्नु हुन्थ्यो होला, तिमीले गलत गर्यौ बोजूको यो उमेरमा खुट्टा काट्दिएर। अनि कस्तो यो सुन्दा चाहिँ मलाई एकदमै नराम्रो फिल हुन्छ क्या, किनभने खुट्टा काट्नुको रिजन मलाई थाहा छ, डाक्टरलाई थाहा छ, मेरो घर परिवारलाई थाहा छ, मेरो रिलेटिभ्सहरूलाई थाहा छ, इभन मसँग क्लोज भएर बस्नुहुने मेरो शुभचिन्तकहरूलाई पनि थाहा छ नि त कि खुट्टा काटिनु नै पर्ने अवस्थामा पुगेको थियो भनेर होइन। खुट्टा काटेको यत्रो महिना भयो होइन, यो महिनासम्म बोजूलाई तपाईँहरूले भिडियोमा देख्न पाउनुभयो, बोजू हाम्रो साथमा हुनुहुन्थ्यो हिजोको दिनसम्म होइन। तर त्यो टाइममा हामीले बोजूको खुट्टा काटेको थिएनौँ भने बोजू अस्तिको दिनसम्म हामीसँग हुने थिएन क्या साथीहरू, बुझ्नु भएन। खुट्टा काट्नु पर्ने अवस्था भएर हामी कोही मान्छेले आफ्नो मान्छेको अङ्ग त्यही माथि त्यत्रो माया गरेको मान्छेको त्यो रहरले कसैले पनि कसैको खुट्टा काट्ने त्यस्तो काम गरिँदैन क्या। त्यो कुरा चाहिँ अब कतिजनाले बुझ्नुहुन्छ होइन, म थाहा छ हाम्रो